के गर्छ यार। So hi guys, welcome back to my YouTube channel. After a long time back, म चाहिँ मेरो YouTube च्यानलमा ब्याक भइसकेको छु। So guys, I hope तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु, आराम छु। भन्दै सो guys, आजको दिन चाहिँ हाम्रो यात्रा हाम्रो भनेको म गौरतिर जाँदै छु र मेरो भान्जो। सो त्यसैले चाहिँ भिडियो नहालेको धेरै पनि भयो। सो आज यसो घुम्न गए जस्तै नि हुन्छ र भ्लग नै हुन्छ भनेर मैले र भान्जोले चाहिँ निदो गरेको छौँ। सो के कस्तो हुन्छ लास्टसम्म हेर्दिनु होला भन्दै हामी चाहिँ अब जानलाई रेडी हुन्छौँ। गाइस ल फाइनली गाइस म चाहिँ रेडी भइसकेको छु। देख्न सक्नुहुन्छ बाहिर कतिको चर्को घाम लाग्छ भनेको सेतै भर्खरको भर पसिना हेर्नुहोस् त कस्तो निस्क्यो। सो गाइस हावा त चल्यो त्यही पनि अति नै गर्मी छ। अब कति बज्यो हेर्नुपर्ने हुन्छ। ओहो 11:30 भएछ। अब हामी यहाँबाट हिँड्छौँ ल। अब भान्जालाई म बोलाउन जान्छु। ल फाइनली हामी चाहिँ रेडी भन्यो नि के भन्यो यतिकै हो तारामा जान्छ बाइक रेडी छ। ल कस्तो हावा चल्यो है तर। ल गाइस फाइनल्ली हामी चाहिँ लाग्यो घरदेखि। अब हामी चाहिँ सर्टकटबाट जाँदैछौँ। चाहिँ टक्क शीतल शीतल भएको छ मौसम पनि ठ्याक्कै हिँडेको त्यहाँबाट। दिनै हेर्दा यसो पानी पर्ला जस्तो नै छ। पानी पर्दियो भने त मजै हुन्थ्यो। के गर्नु बाटो चाहिँ गाउँतिरको जस्तै अफरोड छ देख्न सक्नुहुन्छ। हेरौँ आज घरै बसिराखेको हुन्छ डेन्जर गर्मी छ। के गर्नु बसिसक्दैन एकछिन लाइन जानुपर्छ मान्छे नुहाए जस्तो हुन्छ पसिनाले। तर बाइकहरूमा हिँड्दाखेरि चाहिँ टक्क शीतल हावा चलिरहेछ। हामी गौर जाने मेन हाइवेमा निस्किसकेका छौँ गाइस। कस्तो धुलो लिएर आएको। सबै हामी अब पेट्रोल हाल्छौँ। सो पेट्रोल हालेर जानुपर्छ। गर्मी चाहिँ अति नै हो। त्यो बाइक के हटाइदियो हुन्थ्यो नि यार। बाबा है क्या पेट्रोलबाट तातेर। मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े। फाइनली गाइस पेट्रोल हाल्यो पुगिन्छ होला। गाइस अब हामी चाहिँ रफ्तार पुगिन्छ 1 बजे पुग्नु पर्ने हुन्छ गौर। हामी अब होला सायद त्योभन्दा लामो
के गर्छ यार मान्छे तल गएदेखि त्यति गर्मी पर्छ जान्छ गाइस है यता चाहिँ त्यो जति तल गयो त्यति गर्मी छ एकदम हुन्छ त्यही खेतबारी राट छ अहिले त्यस्तो हरा भन्ने चाहिँ छँदै छैन जब रोपाइ सुरु हुन्छ तब चाहिँ बल्ल त्यो ठाउँमा चाहिँ हरियो देखिन्छ हेर्दा पनि रस लाग्दो देखिन्छ गाइस है तराईमा चाहिँ अबको यो अहिले चाहिँ लास उराट गर्मीमा गर्ने पुरै झ्याउ लाग्ने हुन्छ तर बाइकमा हिँड्नु त मलाई स्पिड भन्दा पनि कन्ट्रोलमा हिँड्नु मन लाग्छ तर के गर्नु समय र परिस्थिति अनुसार टाइममा पुग्नै पर्ने हुन्छ तर अति हावा चलेको सायद यो हावाले गर्दाखेरि सायद मेरो भोइस चाहिँ क्लियर आएको छैन होला है भने होइन मा यस्तो छ हालत फेरि गाडीको फेरि यस्तो छ क्या यस्तो छ रत्तै निस्किन्छ तर अति बाइकलाई चाहिँ अति हानिरहेको के गर्नु गाइस हामी पुग्नलाई चाहिँ 26 किलोमिटर छ हेरौँ कति बजी पुग्छिन्छ अहिले 12:30 भएको छ 12:30 हुनु भएको छ 26 किलोमिटर हामी त्यस्तै 25 मिनट 1 मिनटको हिसाबले हिँड्नुपर्ने हुन्छ 1 किलोमिटर 1 मिनटमा हिँड्नुपर्ने हुन्छ नत्र हामी त्यतिको स्पिडमा हिँडेनौँ भने त्यतिको स्पिडमा हिँड्न सकेनौँ भने हामी टाइममा पुग्दैनौँ गाइस आज हाम्रो काम बन्दैन तर शीतल चाहिँ मिठो शीतल भयो अहिले देख्न सक्नुहुन्छ एक्कासी मौसम मस्त छ तर कहिले घाम कहिले दामी भइरहेको अलिकति साइडमा हिँड्ने गरिदिनु पछाडिबाट नि बाइक आइरहेछ धोतीहरू यस्तै हुन्छ क्या दाइजोको बाइकको बिच हिँडिदिन्छ बिना लाइसेन्स अब राम्रोसित ट्राफिक रुल्सहरू थाहा हुँदैन योहरूलाई बाइक पाएपछि भयो पेट्रोल हाल्ने सक्दैन तर यिनीहरू बुढी भन्दा पनि बाइक पायो भने चाहिँ बेसी खुसी हुन्छ क्या यिनीहरू के गर्नु गाह्रो छ भन्न त नमिल्ने हो धोती भनेर त्यही पनि जात जनाइहाल्छ डाँडाहरूले गौरसँग योचोटि 3 चोटि हुन्छ होला सायद यो गौर हिँडेको तर म आफ्नै कामले हिँडेर आउँछु घुम्ने तरिकाले चाहिँ गएको छैन सो आज नि कामले हिँडेको हामीहरू घुम्ने तरिकाले चाहिँ अहिलेसम्म सायद आएको छैनौँ होला छैनौँ होइन छँदै छैनौँ घुम्ने तरिकाले चाहिँ यहाँबाट नि अझै सक्यो अनि आज हावा के साह्रो चलेको हो पुरै बाइक त धकानिरहेको छ त यार उता आज बाइकले पुरै धकाल्ने गरी हावा चलिरहेको छ यार के साह्रो हावा चलेको यति पनि स्पिड भयो अङ्कल यस्तो हो क्या लाइट पनि बाल्दैन साइड लाइट बाल्दैन यत्तिकै क्रसिङ हानिदिन्छ के गर्नु अब हामी ठोकिदियो भने हामी जिम्मेवारी अब हामी के गर्नु गाह्रो यो टडक अब कता हो फेरि यसको नि साइड लाइट बालेको हो कि नबालेको हो देखेकै छैन यस्तो छ के
गाह्रो छ यस्तो त छ अब कसरी सम्झाउँ गाइज म तपाईँहरूलाई देख्नुहुन्छ कि तपाईँहरूले बाटोमा हिँडिराख्यो नि मेरो अब यस्तो अनि यो त कर्नै नपाउने लेन हो नि तर खोइ गर्नु केटाहरू बुझे छैन यो पागल हो यो पागल सब पागल थाहै छैन रुल्स नै थाहा छैन त किन चलाउँछौ गाडी यस्तो चाहिँ रुल्स ब्रेक गर्नेहरूलाई चाहिँ मस्त रोकेर फाइन तिराएर रुल्स सिकाउनु पर्ने हो क्या तर आज दिन चाहिँ लास्ट शीतलको छ यार बाटो बन्न चाहिँ ला रहेछ के गर्नु तर यो बर्खामा बनाएको बाटो त्यस्तो पक्की हुँदैन क्या खासै ठिक लाग्दैन यार नेपालको विकास के हो बेलामा गर्छन् यार बाटो मात्रै भरेर राखेका रहेछन् कहिले बन्ने हो यो अब 84 सालमा होला बन्ने हो 84 सालसम्म नै रेडी हुँदैन होला सायद यस्तै ढिलो छ नेपालको विकास यो हामी अब गौडको नजिकै आइपुगिसकेको छौँ सो यहाँदेखि हामी सायद खासै टाढो पर्दैन पेट दुख्ला जस्तो भयो के भयो एक्कासी खानासँग अघि डेन्जर पिरो खाइदिएको थिएँ पेट पोल्छ क्या हो यार धान रोप्न सुरु भइसकेको छ यता असार लाग्यो गाइस असार 15 गतेबाट त अब धमाधम हुन्छ है सायद मलाई त त्यस्तै लाग्छ कति ठाउँहरूमा त तल स्टार्ट सुरु भइसकेको छ असार 15 गतेभन्दा पहिला नै कतिको त भ्याइसक्यो होला यस्तो सरको हाम्रो यस्तो काम गरिरहेछ बिचरा बुढाबुढी यस्तो कसरी हुन्छ गोरो कसरी भन्न सकिन्छ त्यसरी तराईको मान्छेहरूलाई धेरै काले काले भनेर हेर्ने काम नगरोस् उनीहरूले धेरै काम गरिरहेको हुन्छ काममा यहाँबाट पनि अझै छ हस् त गाडीहरू चाहिँ गइरहेछ किनकि यहाँबाट बोर्डरबाट आउने गाडीहरू त्यसैले यहाँ चाहिँ जस्तो गाडीहरू नै चेक भइरहेको हुन्छ मालगाडीहरू तपाईँहरूले भन्सा इन्डियाबाट लिएर आएको सामानहरू भन्सा तिर्नुभएको छैन भने यहाँ छोडेर राखिदिन्छ है गाइस त्यसरी इन्डियाको सामान के ल्याउँछ भने तपाईँहरूले भन्सा तिरेर ट्याक्स कर सहित तिरेर ल्याउनु पर्ने हुन्छ नत्र यहाँबाट तिर्नु दिँदैन तपाईँ पक्रिनुहुन्छ तपाईँ समातिनुहुन्छ है त यो चाहिँ कब्रस्तान है यो त कब्रस्तान होला नि ओहो देख्नु जाँडा यस्तो चर्को घाममा यस्तो काम फोहोर पानीमा खेल्छ अनि तराईको खुसीहरू के भन्नु यो स्कुलको बच्चाहरू होला सायद गर्मी पनि यति गर्मी छ नि अनि पुरै तलबाट त पुरै आगोमा राखे जस्तो आइरहेछ बाफै यो माछिङ इलेक्ट्रोनिक हेर्न रणडिक छ यस्तरी कुदाएर आउँछ ब्रेकको भर छैन माछिङ अलि छिटो जानुपर्ने हुन्छ 1:30 हुन लागेछ हामी 1 बजी पुग्नुपर्ने हो 2 किलोमिटर हुन्छ अझै गौरवमा अब त आइपुग्यो हुन त आइपुग्यो
कोही ठाउँमा पानी पर्ला जस्तो छ मौसम हेर्दा, कोही ठाउँमा घाम लाएर मात्रै पुरै गर्दै मान्छे छालै जाला जस्तो घाम ला। के हो यस्तो यार? यदि तपाईँहरू त यो गौरको ट्रायल दिन आउँदै हुनुहुन्छ भने चाहिँ लिखित ट्रायल चाहिँ यहाँबाट ठ्याक्क यो बाटो हेर्नुहोस्, याद गर्नुहोस्, यो बाटो हुँदै यसो जानुहोस्, यहाँबाट गयो भने ठ्याक्कै पुगिन्छ। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने गौरमा मेरो भ्लग हेरेर तपाईँलाई हल्का हेल्प हुनसक्छ। गौरबाट ट्रायल दिने यदि कुनै हुनुहुन्छ भने, कुनै आउँदै हुनुहुन्छ भने सजिलो लाग्छ भने चाहिँ तपाईँहरू त्यो बाटो अघि मैले देखाएको बाटो जान सक्नुहुन्छ। ठ्याक्क तपाईँहरूलाई सजिलो हुन्छ। त्यो बाटो नछोडिकन मेन रोड हुँदै गयो भने ठ्याक्क ट्रायल दिने ठाउँ पुगिन्छ। सो यो बाटो हुँदै चाहिँ हामी ठक्क अब गौर जाँदैछौँ। गौर पनि अब हामी एकछिन आइपुग्छौँ है। अनि गौरको करिब नजिक आइसकेका छौँ। गौरको हामीलाई हावाले अनि हामीलाई बास्न आइसकेको छ। के गर्नु बाटो चाहिँ यस्तो छ ल। यस्तो हो भाइ ल, ठिक छ। तर बाइकहरूमा सानो टायर भएको नसुहाउने है। अघि बच्चाहरू यस्तै पानीमा पौडी खेल्दा थिए है। पानी पौडी खेल्दा छ। के हो भने त्यो पानी कति तातो होला क्या त्यो। अनि धोतीको बच्चाहरू यति खालको बस्दा हामी चाहिँ ल गौर आइपुगिसक्यो भन्दा नि हुन्छ। यो चाहिँ गौर बस पार्क हो, नयाँ बस पार्क। पहिला माथि थियो, अहिले यहाँ छ गौर बस पार्क। अलिकति भित्र छ। गौर ठ्याक्क चोक पुग्नै पर्दैन है बस पार्कमा आउनु भने त। अलि त बस पार्क चाहिँ त्यो अलि अगाडिबाट हो। म फेरि ठ्याक्क याद गर्नु कि यो पुलमा ठ्याक्क गौर बस पार्क हो। यदि तपाईँहरू गाउँ डाइरेक्ट पोखराबाट गौर आउँदै हुनुहुन्छ भने चाहिँ ठ्याक्क गौर चोकमा पुग्नै पर्दैन। गर्मी छ। अब यहाँ बाइकमा हिँड्दासम्म ठिकै छ। अब झरेपछि अहिले कस्तो हुने हो तपाईँहरू देख्न सक्नुहुन्छ। झरेपछि यस्तो गर्मी हुन्छ। आज यहाँ के छ यार, यस्तो भिड छ त्यो हस्पिटलमा आज त। ल सिधै गौरको टावर देख्न सक्नुहुन्छ। घन्टा टावर के घन्टाघरको टावर। सो यो चाहिँ गौर आइपुग्यो। यो टावर देख्ने बित्तिकै तपाईँहरू गौर आइपुग्नु भयो भनेर बुझ्नु होइन। सो गौरको एक मात्र निशानी भनेको यो मात्रै हो सायद। गौरको निशानी भनेको यो घन्टाघरको टावर हो। ओके त्यस्तै देखेको छ। काकाले हेर्नुभएको चाहिँ भएन। पहिला हामी तल जाऊँ है। पहिला हामी सट्ट तल जान्छौँ। कस्तो घामको रातले होला। मस्त गर्मी छ। सुत्नु भयो भनेको त बन्द गरिहाल्यो। फाइनल्ली हामीले यातायात कार्यालयमा छौँ। काम सक्छौँ। काम सक्ने बित्तिकै हामी यहाँबाट निस्केर हिँड्छौँ। अब आउँदै यो ल्याउनु पर्छ। हेर त
फाइनल्ली काम पनि बन्यो भने आज गर्ने कामहरू भयो। अब हामी चाहिँ फेरि रिटर्न टु होम अब है त पैसा नदी काम बन्दैन जस्तो छ हौ केटाकेटीहरू। साला यहाँ टायरको गल्तीमा पनि हामीलाई दियो यार। त्यो बाइक कन्डिसनमा नराखेको त्यो टायरको गल्ती हो, हाम्रो थोडी हो। झगडा गर्न जानुपर्छ कि अब हामी चाहिँ फर्किँदैछौँ कस्तो लगाएर। यो चाहिँ घन्टाघर हो, घन्टाघर के अरे घन्टाघर। यहाँ टाइम हेर्न सक्नुहुन्छ। यताबाट चाहिँ पर्गनिया पुग्छ। त्यहाँ पर्गनिया धुवा धुलो हेर्न सक्नुहुन्छ तपाईँहरू। धुवा धुलो ठोकिदिउँ क्या माथिलाई। Dito po mahaba. Ya kan deh. बालचनपुर आइसकेको छु। अब घर आउनु धेरै टाइम लाग्दैन। बालचनपुर चोक, नाभेको बजार, गर्मीको माहौल। खोइ गर्मी त यस्तै छ फेरि। उतै डुम्रेतिर यता अन्त लास्ट गऱ्यौँ खै यहाँ पनि छैन कि बजार। हेर्न सक्नुहुन्छ तपाईँहरू डाँफेको बजार यहाँ यस्तो छ। सस्तो र टिकाउ बक्सा चाहिन्छ भने यहाँनिर आउनुहोस्। तपाईँको सबैभन्दा खतरा मोडिफिकेसन बाइक यतिकै हुँदा त्यसमा चल्छ कि अब यस्तो अब ट्याङ्कीमा पेट्रोल जानु भयो, इन्जिन ठिक हुनु भयो, त्यसपछि चलिहाल्यो नि। हामीलाई पनि यस्तो सामान चित्त बुझ्दैन। ल गाइस फाइनल्ली हामी चाहिँ यहाँ खाजा खाने ठाउँमा आइसकेको छौँ। फाइनल्ली हामी खाजा खाने ठाउँमा आएर बसिसकेको छौँ। हामी यसो अब खाजा खान्छौँ र घरतिर जान्छौँ। नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नुहोस्, पुरानो हुनुहुन्छ भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सेयर गरिदिनुहोस् है त गाइस। ल कसरी अङ्कल हुनुहुन्छ काका मस्त पारामा, ह्यान्डसम पारामा भन्छु। ल है त गाइस अहिलेलाई बाई बाई। अब अरू नेक्स्ट भिडियोमा भेट्नुपर्छ।